सजिलो छ पाउँछ फोटो कसरी खिच्ने Everyone, welcome back to my YouTube channel. आज कहाँ गएको छु लागि भिडियोमा जम्मै त यस्तो घाम छ कि हाम्रो बिउ पार्ने कार्यक्रम भइरहेको छ। टिभीहरू बिगाडिसक्नु भयो मम्मीले। हाम्रो मम्मीले बिउ पार्यो। यहाँ हाम्रो खेत जोतेर पनि सकिसक्यो। तेरा भी काट देता स्विंग स्विंग स्विंग। घाम कितना लग रहा है। हम भी उतारेंगे। सजिलो छ पाउँछ कसरी सजिलो छ हुन्छ आज फेरि बढी हुन्छ काट्छु अनि भोलि रोप्ने हो। ल हेर्नुहोस् कति छ यहाँ बिउ। यस्तो सजिलो भयो बिउ। आनन्द पर्छ भोलि। Ke mata dah. Merah saya berapa? Betul mana cepat. Wih. तपाईँहरूकोतिर धान रोपेर सक्यो कि नै? हाम्रो त अझै बिहाडको थोरै रोप्ने छ। अब रोप्न जानु। बाहिरको मौसम चाहिँ यस्तो घाम चर्केछ। म देखाउँछु है। लास्टै घाम छ कि लास्ट अब एकछिनमा जाने। यहाँ घाम कस्तो छ हेर्न सक्यो भने यस्तो आँखाले। अब एकछिन धेरै छैन। धेरै ठुलो खेत चाहिँ रोपेर सक्यो। अब सानोवटा खेत मात्रै छ। अब मल लिन जाने कुरा हुँदैछ। डिएपी मल छ। धेरै चाहिन्छ थोरैलाई। अब जान्छु कपालमा यस्तो रुमाल बाँधे म जान्छु। ल म रेडी भएँ जानको लागि खेतमा। अब म जान्छु। आउटर पनि लगाएँ। घाम यस्तो छ। घाम कस्तो छ भन्ने कुरा यहाँ पनि हेरौँ न एकचोटि। यहाँ के टिप्नु भएको मम्मी? यो अम्बा त ठुलै हुँदैन। यत्रै खै यताको पाक्न लागिसक्यो है। यहाँ चाहिँ नि यस्तो राम्रो भयो कि अम्बा पाक्नै लागिसक्यो। मैले हिजो एउटा खाएको पनि है मम्मी। यसमा नङगाड त गर्छ के टिप्नु भएको? यस्तो भएको कागती यो हो। यो पल्लो चाहिँ नङ गर्छ। किन नगाड्नु र हेरेपछि त थाहा भइहाल्छ नि। खैरो भयो त टिपम
टिक्छु मैले यो छ कि यहाँ किन मैले फाइनली एउटा भेट्टाएँ पाकेछ त्यस्तो मजाको कागती टिपेर भ्याउनु भयो बिउ यस्तो लामो लामो छ कि मिठा मिठा कति राम्रो देखियो बिउ आमामा बिउ यहाँ पारियो यसमा फेरि पुरा पानी छ सुकेर रहेछ धन्न यति फले थियो कि है मैले भिडियो पनि राखेको छु नि युट्युबमा तर अहिले चाहिँ पानी धेरै भइरहेको थियो के हो यस्तो मरिसकेको झार यस्तो भयो मिलाउनु पर्छ र के भन्छ फोटो कसरी खिच्ने धान जहाँ धान फल्छ राम्रोसँग यो धान रोप्दा चाहिँ भिडियो खिच्न रोपेको भिडियो लिन पाइँदैन यो छुट्टीको भिडियो रहेछ अनि त्यसपछि रोपिसकेपछि धान छरिसकेको भिडियो चाहिँ यहाँ लिएको छु यति धेरै पानीमा छैन म कहिले पानी नभएर पानी लगाएर रोप्नुपर्छ कहिले चाहिँ यस्तो धेरै पानी भयो कुनै ठाउँमा पानी नभरेर धान रोप्न पाइएको छैन यहाँ चाहिँ हाम्रो धेरै भइसक्यो पानी धान रोपेको ठाउँमा पानी यति धेरै छ के गर्ने जताततै पानी छ यो धान चाहिँ 1 हप्ताभन्दा बढी भइसक्यो रोपेको सो आज चाहिँ बियाडको खेत बियाड बिउ राखेको ठाउँ चाहिँ रोपेर सकायौँ 2083 सालको धान रोपेर सकियो आजबाट थ्याङ्क्स फर वाचिङ यस्तै भिडियो हेर्नका लागि च्यानल सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद।